सबैजनालाई स्वागत छ। टी-सर्ट बिग्रिन्छ लडेमा भनेर सो हेलो गाइज, सबैजनालाई स्वागत छ मेरो आजको नयाँ भिडियोमा है। आज पनि हामीले थोरै सानो प्लान बनाएको छौँ। अब त्यो प्लान सक्सेस पनि हुन गइरहेको छ। सबैजनाले मलाई कुर्दैछ होइन माथि। म अब ट्याक्क रेडी भएर जान लाग्यो। हामी रेडी भइसक्यौँ। अघि नै च्याट्ट पारेर बाइक यस्तो बनाएर राखेको छु। वेदर पनि हल्का राम्रै छ भनौँ आजलाई। आज अटो थन्काइदिएको ल गाइस, फोन गरिसक्यो अरविन्द दाइले। अब ढिलो पनि भयो होला सायद। अघि नै निस्किने भनेको। ग्यारेजमा गएर भेट्छु ल। ओके यस 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 बाइक हेर न केटा हो ल ब्रो है। ल एकदम यार। ल स्विमिङ भ्लग होइन हाम्रो रविन्द दाइ। के छ मेरो भाइ? एकदम मेरो दाइ अघि भर्खरै बनाएको। सरी फर द्याट। ल है। अब यत्रो डटको बिचमा एउटा मात्र बुलेट छ केटा होइन। तर त्यो पनि बुलेट हेरेर बसिहाल्यो कि सबैजनाले होइन। थ्याङ्क यू सो मच है। हाम्रो फर्स्ट राइड तर अब राम्रै गरिराख्नुपर्छ हामीले होइन। राम्रो त गर्नै पर्छ है। ओके ल, राम्रोसँग गएर राम्रोसँग आउने हाम्रो इच्छा चाहना एकदम। ओ हजुर, आज यसो राइड गइदिउँ भनेर। हाम्रो राइड अब सुरु हुन्छ होइन। ओइ मेरोमा नि हाल्दैन मोबिल है। आची होइन कि ग्रिजै हालिदियो ल। केटा हो है, रेडी भइसक्यो ल। जाम जाम जाम। आउने बित्तिकै जानु पऱ्यो होइन। अब के गर्ने, पानी नि पऱ्यो यार। जाम न जाम। भाइजर त लाउनै पर्छ जस्तो छ। जाम न जाम। चार सबै भिज्यो। भाइजर लगाउँछु एकछिन। ओहो ल नि गयो 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 मेरो ज्याकेट गयो। ज्याकेट गयो पनि टी सर्ट चाहिँ फेरि सेतै छ यार। लगाउनु पऱ्यो। म यो लगाउँछु यार दा यार, यो लगाउँछु कि अहिले टी सर्ट बिग्रिन्छ। दम दम दम।
यो अन्त यार स्वाद भनेको मिठो है मिठो केटाहरू मिठो बाह्रमा राखेको यार सात कस्तो टाइपको बाह्रमा राखेको यार दुइटै ट्र्याक्टर यार केटा हो रिएक्सन पब्लिक रिएक्सन है Yes. Out of the way! Woo! Ôi, phải ra lao đây một ơi. म त अब फेरि माथिसम्मै लास्टमा हो क्या फेरि हेर न आमै ठुलो ठुलो हुँदै गएको पब्लिक रिएक्सन मार्दै क्या हो गाउँले पुलिसले भन्दा नि ओइ घरबाट बाहिर निस्किने हेरे त यार है माथि यताबाट त कता जान्छ नि यताबाट हो ओभरफ्लो भयो कि बाइक यार यस्तै अहिले चाहिँ हाम्रो ट्याक्क अब हिँड्दै हिँड्दै होइन रविन दाइको चाहिँ अलिकति हिट भएछ मेरो पावरै भएन यार बुरबुर गर्छ यार बाइक यार ओइ दाइ यही जल्यो नि त जल्यो त नि अब मैले जल्छ भने अस्ति नै जल्थेन के अरे आजसम्म जल्या थिएन के अरे त्यो बाइक आज त्यही बढी तातिर के आज यो त्यो भ्यार कम बटाएर आयो भनेको के हैन बढेर नि यो बाइक भ्यार गरेको थियो के यसरी एउटा यो भिडियो गर न यो पछाडिको के ए पछाडिको पेचको चाहियो के गर्ने एलएनकी ले हुन्न है एलएनकी मसँग तन्ने होइन पर्खन भिडियो गर्न
कसम भनेको यस्तो के गर्ने के पाहाड भुरभुर भयो क्या यार पेचेस नभइकन के गर्ने त नि Shit, यार। ल अहिले चाहिँ हामी यो घलेगाउँ अहिले चाहिँ हामी घलेगाउँ जाने बाटोमा छुटिसकेको छौँ कि है केटाहरू चाहिँ अगाडि गइसकेको छ है अनि हाम्रो दाइको यहाँ आम हेलमेटसम्म हो कि अझ हो र ओए थट कडा भयो त हाम्रो दोबी दाइको बाइक चाहिँ यहाँ हल्का ओभरफ्लो फाल्नुपर्ने भयो कि होइन यो कारोटाले हल्का लास्टै भ्यारो त्यो कारोटारवाला बाइक यस्तै हुन्छ क्या त्यही भएर मलाई लगाइ अहिले चाहिँ हामी आधी बाटोमा आएर होइन यसरी हेलो हामी कुर्नु पर्यो अहिले हाम्रो यहाँ म यहाँ त दुईजना घलेगाउँतिर त अब उडिसक्यो क्या अब घलेगाउँमै पुग्यो क्या हो जस्तो लाग्यो मलाई हामी चाहिँ अहिले यहाँ रविन दाईको बाइक ओभरफ्लो भएर चाहिँ कुर्नु पर्यो होइन रविन दाई खुसी त भगवान्ले देख्नै सक्दैन होइन खुस भएको त भगवानले देख्नै नसक्ने के अनि कहिले के कहिले के महिनापछि राइड निस्कियो छ रहेछ मलाई ओ माई गॉड ओए यति खुसी हो अझ यसै छैन भनिदिने अनि अब यार हाम्रो अहिले एक ठाउँमा के एउटा मोबाइल स्ट्यान्ड कस्तोले लिएर राखेन आज है ए यार भन्यो भने त लिएर आउँथेँ नि बाइक राखेर यस्तो डेन्जर रन्काएर आउनुहुन्थ्यो क्या म भन्यो भने त राख्थेँ नि यार ऱ्यामसम्म हामी ठाउँमा खिच्या भयो मेरो दुई ठाउँ बबल ऱ्यामसम्म गएको थियो नि यहाँ दुईजना त पुगिसक्यो क्या यार पुगेको माथितिर गएर बस्यो ए अहिलेसम्म आवाज आएको थियो यहाँ त घाम भएको क्या त घलेगाउँ आउने बेलाकै एउटा ओरिजिनल प्लग लिएर है मोटेकोबाट मागेर मेरोमा हाल्न लागि यो पाइप भएन भुरभुर कि भुरभुर गऱ्यो भाइ यार है पुरै मिक्साएर हानिरहेको के केटाहरू आएको हो र है माथि भेट्छु म तँलाई माथि गएर बरु ट्र्याकतिर हालिदिने कि बन्द अब फेरि कुद्दिनलाई सुरु भयो है म बाटो पुरै अब त हिलो छैन माथि म त यस्तो विचार गर्दा हेर्दा पछाडि हिँडेको राम्रो यार साहेब किन आएन अब यत्रो टाढाको बिचमा एउटा सज्जन म परेँ सज्जनलाई नि बिगाऱ्यो पर्यो ट्याक्कै ठुलोमा पानीमा ओइ दामी देखेको यार भ्यू त आउँदैन यार कोही नि यार हरिम
पछाडिको नहाल के भाइ ओके अब म झन् खै माया सर बाटो त यही हो कोही नै आउँदैन त अर्को बाटो पनि छ क्या हो जस्तो लागिरहेन एउटा सबै उड्याम हामी त अब भनेको जो हामी धेरै टाढो छैनौँ होइन अब भोलिको पनि आइपुग्नलाई अब बस्दाखेरि त झौलाएर भिडियो गरेन मैले मजा आयो मस्त ताने आयो जमजम खाल्टो छ है कत्रो खाल्टो हेर्छ त्यहाँ Finally, get out! कहाँ जाने कताबाट चढ्दैन के मेरो बाइक यो चढ्दैन के कताबाट ओएमजी मेरो त यहाँ त यसरी अड्डेला नि त बाइक कि ज्यान दाइ बाइक कि ज्यान दुइटै उठ्दै उतैबाट जान्छ होला कहाँबाट यस्तो गरौँ न एकजना उता गएर भिडियो गर्नु न हाम्रो यहाँ बुलेटवाला दाइको हो सेलेबमाथि चढाउनु दिन्छ त तपाईँ उतैबाट के उता सेलेबमाथि चढाउनु दिन्छ त्यहाँबाट यसरी हाल्नु होइन होइन सेलेबमाथि चढाउनु दिन्छ त दिइहाल्छ नि त्यहाँबाट झार्दिने कि त्यहाँ गएर यसरी झार्दिने लगेर यार हामी अहिले चाहिँ फाइनल्ली घले गाउँ पुग्यौँ होइन अब घले गाउँ पुगेर अब बाइक चाहिँ कहाँ राखेर फोटो खिच्ने भिडियो बनाउने भनेर यहाँ छलफल चल्दैछ केटाहरू अब कोही हाल्नलाई आतुरी भइसक्यो है अब कोही जान्न भनेर टेन्सन छ जान्न भनेर त म है फेरि टेन्सनमा अनि तलबाट हालिदिनु पर्ने है रविन्द्र फेरि अनि अब बल्ल बल्ल बिचरा अब एउटा बाइक छ त्यसको चाहिँ माया लाग्यो बल्ल आज पहिलोचोटि माया लागेको देख्दैछु है बाइकको माया लाग्यो भाइ तिमी चाहिँ हाल्ने नि हाल्ने ल अरूहरू पनि आउनु भएको रहेछ है जेस अब यो हामी चाहिँ ट्याक्कै हामी चाहिँ अहिले गाउँको पछाडिपट्टि छौँ कि होइन पछाडिपट्टि अब एकछिनमा गएर खाना खाने है भेडा चराउनु रहेछ कति धेरै हो कहाँ जाने अब अर्को त्यहाँ बाटो हेर्न नि पुगिसक्यो यताबाट जाँदैन बाइक लगाइ चाहिँ अब एकछिनमा है अब एकछिनमा थाहा हुन्छ कहाँ जाने भनेर अब एकछिन रेस्ट गरौँ होला है के गर्दा जाऊ न एकजना सुमिन भाइ बाइक धार
एक्सक्युज मी। लान मिल्छ? थ्याङ्क यू। जसो तसो ल्याइयो है। अब बाटो त अब यस्तै त हो नि, लाने ठाउँै नहुँदा हुँदैन लानु पर्यो। केटाहरू त्यहाँ छ भिडियो गर्दै भन्दैछन्। बाइक फस्यो, बाइक फस्यो। मेरो बाइक त झन् यहीँ अड्केर बस्यो है। अब यस्तो बाटो म कसरी लाने हौ? Hey man! यहाँबाट सकिएन है केटा हो। गाइज लास्ट थाकियो यार यतिमै। भनेको यतिमै लास्ट थाकियो। जस रमाइलो भयो होइन। अब आउन त आइयो कि फर्केर कसरी जाने हो भन्ने कुरो हो। बाइक निकाल्न त लास्ट गाह्रो छ है। चढाउने कोसिस त गरिया हो है। अब डटहरू जस्तो हुँदैन नि त फेरि ट्याक्क रहेछ। टायरै गएन अनि टिकटकमा हाल्ने भन्छ यार केटाहरू कहाँ कहाँ डाँडा छ के अरे यी यत्रो फिट्टा हिँडिदिन्छ यार। फेरि त्यही पुऱ्याइदियो त यार यो मान्छेले त। अर्को पनि त्यसरी नै जानु भयो होइन। यताबाट कहाँ हो के? सबै बौलै हो नि। केटाहरू बाइक कुदाउँदैमा ठिक छ है। यहाँ भोग्लार दुब्लाइसक्यो अनि 5 किलो रे। मैले मेरो त झन् धेरै घट्यो होला नि अहिलेसम्म त।
सरी है भिडियो बिगारिदिएँ क्या हो मैले हेर्नु त रमणी सर यतिको भिडियो गरिदिएको मैले यो त टाढाको भयो ल है त हाम्रो पब्लिक रियाक्सन ऊ केटा हो हाम्रो सुमिन भाइ उहाँ अब प्रवेश भाइ पनि हो क्या फेरि यस पर्खा है प्रवेश भाइ अब पुङलुङ पङ्ग भयो है अब यसरी लडेमा भनेर जसरी होइन अब अर्को बौला गयो फेरि रविन दाई हाम्रो 60 बोकेर कि पिहाल्नु पर्ने बनाइदियो यार यो मान्छेले यार फेरि यार भिडियो पनि फोकसको गर्ने यार एउटा यता रन्ग्या एउटा यता रन्ग्या अनि ट्याक्कै छेकिदियो ठिक छ अब थके पनि लाग्यो होइन बिचरा बाइकले नि यति सरापेको होला कसले बाइकको सवारलाई कस्तो मान्छेको खुट्टामा परेछु हातमा परेछु भने होला यो सबै बाइकहरू यार ल पारै त्यस्तो छ अनि हुन्न त भनेको कि सबभन्दा बढी त रविन्द्रले छ र बाइकले कस्तो भयो त नि आजको राइड बिहाल छ यार जिन्दगी बिहाल छ रमाइलो पनि भयो होइन रमाइलो चाहिँ बहुत डेन्जरै एडभेन्चर भयो आज चाहिँ 12 बजे खाने भनेको खाना अब अब नेक्स्ट टाइम 3 बजेको तपाईको घरमा गाडीकोवाला लिएर आउनु दाइ अनि बार्बिक्यू बनाउन खाने के दाइ हैन त्यो नखान नखाने के बार्बिक्यू मात्रै के दाइ ब्याक साइडमा लिएर आएर चम्चा चाहिँदैन दाइ ल गाइस अब खाइदिएको ल अब खाएको भेडी हालौँ भने आँखा लगाइदिएर होइन लगाए चाहिँ अब चाहिँ हामी खाना खाएर अब गन्तव्यतर्फ लाग्छौँ भनेको पानी पर्दैन लाग्यो अब भ्लग त अब त्यस्तै हो जस्तो लाग्यो होइन सो अहिलेको लागि चाहिँ म क्लोज गरिदिन्छु भयो भने चाहिँ अब यही नै हाम्रो अन्तिम भिडियो जस्तो लाग्छ होइन त्यो गाइड Bye bye once more.